हेलो। आज धेरै दिनपछि मेरो यो लक पिकिङको यो सामान आएको छ अनि यसमा मेरो डिटेल्सहरु देख्यो मैले त्यहाँ चातेर फाल्दिए अनि यसभित्र अझै अर्को यो पनि थियो यसलाई पनि चातेर फाले मलाई थाहा छैन किन यो यस्तरी आउनेवाला छ। यसलाई भनिन्छ जिग्लर्स भनेर भनिन्छ। यसलाई यो हामीले जुन पिक गर्छौं यसलाई अटोमेटिक गर्नको लागि या छिटो छिटो हामीहरुले गराउनको लागि युज गरिन्छ। यो डब्बा खतरा लाग्यो मलाई। निकाले कसरी हो माथि तान्ने क्या। ओके अरे अरे सो यस्तो रहेको छ तर मलाई डब्बा खतरा लाग्यो मलाई प्याकिङ खतरा। सो यसमा फेरि यस्तो चाबीहरु रहेको छ। यो हामीहरुले लक पिकिङको लागि युज गरिन्छ लक पिकिङको लागि। अनि मेटलहरु पनि राम्रै छ। मेटल हार्ड छ त्यस्तो के भएको छैन। यसमा टोटल 10 वटा पिसहरु आउँछ 1 2 3 म यसरी देखाउँछु। यिनी टुलहरु आउँछ यस्तो यस्तो शेपहरुको एउटा 1 2 3 4 5 6 7 8 9 10 ओके 10 वटा रहेछ। हेर्नु यसको शेपहरु कस्तो छ। जुन मेरो पहिलाको टुलहरु थियो जस्तै म देखाउँछु यसमा भएको टुलहरु थियो यसमा पनि त्यस्तै छन् तर हल्का ठुलोमा हेर्नुस्। जस्तै यो रेक थियो नि यो रेक थियो त्यो रेक मेरो एमा पनि छ। कहाँ गयो रेक इस यहाँ पनि छ बट हल्का ठुलोमा छ यो। ओके म डेमो देखाउँछु। सो पहिला मैले युज गर्थे यिनीहरु टुलहरु के। सो यिनीहरु मैले युज गर्थे पहिलाको मेरो टुलहरुमा यिनी थिए 4 वटा म यिनीहरु युज गर्थे। यिनीहरु युज गर्नको लागि मलाई टेन्सन रेन्जको युज गर्न पर्दै मलाई यो जस्तै म देखाउँछु यसलाई म यसमा एज लगाइन्छु यस्तै राख्ने एन्ड म यो हाफ डायमन्ड युज गर्छु। अनि खुलिसक्यो तर अहिले मलाई जुन यो जिग्लर्सहरु छ यतिखेर मलाई यो टेन्सन रेन्जको युज गर्न पर्दैन नगरे पनि मलाई चलिरहेछ। यसको लागि म युज गर्छु रेक ज युज गर्छु म कुन रेक यसले त के हुन्छ भनेपछि थाहा हुन पर्छ कतिखेर कुन हामीलाई यो टुलहरु युज गर्ने भनेर कुन पिकलाई युज गर्ने भनेर थाहा हुन पर्छ। हामीहरुले जुन पाए त्यही लगाएर हुँदैन नभएपछि के एक गरेर ट्राई गर्ने यदि भयो भने भयो नत्र भने अर्को के ट्राई गर्ने। म यो ट्राई गर्छु इस म यसभित्र लगाइदिन्छु यसरी। अहिले मैले यो टेन्सन रेन्जको युज गरे हैन जस्ट यही मात्रै। सो फर्स्ट टाइम हो अलिकति नहोला टाइम लाग्ला। एक मिनट म अर्को ट्राई गर्छु। अर्को कहाँ गएछ कहाँ गयो ए म एज युज गरिदिन्छु। सो खुलेको छ। सो यस्ता टुलहरु छन्
यिनीहरू युज कहाँ हुन्छ अब यिनीहरू यस्तै प्याडलकहरू भयो अब कार लकहरू भयो कारका ढोकाहरू क्या अनि पछि जस्तै अब जुन ढोका हुन्छ नि यसरी लगाउनेवाला यसरी घुमाउनेवाला ढोका हुन्छ नि अब तिनीहरू भयो अनि पछि वेफर लकहरू भयो टम्ब्लर भयो तिनीहरूमा युज गरिन्छ यस्ता लकहरू सो मैले देखाउन खोजेको के भन्दाखेरि लकहरू त्यति सेक्योर हुँदैन के हामीहरूले मल्टिपल सेक्युरिटी मेजर्सहरू अपनाउनु पर्ने हुन्छ हामीहरूले यदि सेक्योर राख्न छ भने यदि पैसाहरू छ भने घरमा नराख्ने ब्याङ्कहरूमा राख्ने या मल्टिपल सेक्युरिटी मेजरमेन्ट्सहरू हामीले युज गर्न सकिन्छ हामीहरूले यो रेड टिमिङ भित्र पर्छ हामीहरूले यो भित्र इन्फिल्ट्रेट गर्नको लागि हामीले युज गर्छौँ यिनीहरू यसलाई लक पिकिङ भनिन्छ यसलाई यस्तो यो साइन्स त नभनौँ यो आर्टलाई सो मैले भन्न खोजेको के भन्दाखेरि सेक्योर हुँदैन मल्टिपल सेक्युरिटी युज गर्ने एन्ड या त्यति रिलाइ नगर्ने लकहरूमा बाई